नमस्कार है सबैजनालाई। यो भुइँ मान्छेको म चाहिँ गाउँको एकदम विकट ठाउँमा जन्मिएँ हैन। म जन्मिँदा एउटा गाउँमा सिटामोल पनि पाउँथेन, सुनेको कुरा है, पाउँथेन रे। गाउँमा धेरै कुराको अभाव थियो, गाउँमा बिजुली थिएन, मट्टीतेल पनि म जन्मेरै मलाई घोडाबाँधे बागलुङबाट हटियाबाट मैले मट्टीतेल बोकेको मलाई झलझली याद आउँछ। मट्टीतेल बोकेरै मेरो कन्नाको खाला गएको थियो, त्यो मट्टीतेल चुहिएर हैन। त्यो तपाईहरुलाई कतिको एक्सपिरियन्स छ थाहा छैन मलाई, तर मेरो चाहिँ सर्लकै खालै गएको थियो। र त्यस्तो गाउँमा जन्मियो, त्यस्तो विकट अनकन्टार टाइपमा जन्मियो हैन। त्यस्तो ठाउँमा जन्मिसकेपछि गाउँमा कपडाहरू त पुरानै लगाइन्थ्यो, एकचोटि किनेको लगाइन्थ्यो हैन, त्यो केही पनि प्रब्लम थिएन। तर खानको लागि चाहिँ खासै दुःख थिएन, किनकि बारीहरू खेतहरू टन्नै थियो, त्यसकारणले खानको लागि दुःख थिएन। अब गाउँघरमा धेरै कुराहरू ओल्लो पल्लो घर गरेर बाँडेर मिलेर खाएको है। अलि ठुलो भइसकेपछि 8 कक्षा पढेपछि या एसएससी दिएपछि कति बेला म एकचोटि पहिलोपटक काठमाडौँमा आएँ। काठमाडौँमा आएर विभिन्न ठाउँमा घुमियो। त्यति बेला हाम्रो कोपिला फुपू काठमाडौँमा बसेर पढ्नुहुन्थ्यो। गाउँमा सँगै बच्चैदेखि पढियो भने पछि उहाँ चाहिँ काठमाडौँ आएर आफ्नो दाइको घरमा बसेर पढ्नुहुन्थ्यो। म पनि काठमाडौँ घुम्न आएको बेलामा बुवालाई लिन हो कि कसरी आएको थिएँ म त्यति याद छैन मलाई, धेरै पहिलाको कुरा हो। आएको बेलामा उहाँसँग घुम्न गएपछि बानेश्वरको साइडमा घुम्दै गइयो। बाटोमा मेवा राखेको थियो। मेवा गाउँमा पाउन निकै गाह्रो हुन्थ्यो, कसैको घरमा हुन्थ्यो, त्यही पनि खानको लागि जसको घरमा हुन्थ्यो त्यसले खाने कुरा हुन्थ्यो। काँचो मेवा पाए पनि हामीलाई नरिवल खाए जस्तो हुन्थ्यो र मेवा किनेर खाइयो। 10 रुपियाँको एउटा चिरा थियो कि त्यति बेला 5 रुपियाँको एउटा चिरा थियो है। यसरी मलाई त्यति धेरै सम्झना चाहिँ छैन। त्यसपछि दिउँसो घामको बेला थियो, मेवा खाइयो। मेवा खाएपछि हामी त्यहाँबाट हिँड्दै थियौँ, घुम्दै थियौँ, नयाँ बानेश्वरतिर घुम्दै थियौँ हामी। उहाँ पनि त्यतै बस्नुहुन्थ्यो। त्यसपछि मकै खाने भन्ने कुरा आयो, खाजा हैन। अनि मकै खाने भनेपछि कहाँ खाने, कस्तो मकै हो र भनेर मैले सोधेपछि हरियो मकै, पोलेको मकै पाउँछ, त्यही खाने भनेर 5 रुपियाँको एउटा घुवा मकै त्यति बेला थियो। अहिले त 30, 35, 50 वर्ष होला हैन सायद। त्यो बेलामा 5 रुपियाँ घुवाको एउटा मकै थियो। ठेलामा मकै पोलिरहेको एउटा वृद्ध महिला हुनुहुन्थ्यो। त्यहाँ महिला नै हुनुहुन्थ्यो। त्यसपछि उहाँसँग मकै किनियो हामीले। फुपूले एउटा किन्नुभयो, मेरो लागि एउटा किन्नुभयो, 2टा। त्यसपछि अरू को थियो त्यहाँ, एकजना हुनुहुन्थ्यो, तर मलाई एकदम स्टिल धेरै कुरा याद छैन हैन, किनकि धेरै पुरानो कुरा हो। त्यसपछि मकै किनियो, मकै खाइयो। त्यति बेला गाउँमा भाँचेर मकै खाएको है, पहिलोपटक काठमाडौँमा आएर मकैको घुवा किनेर खाइयो। मलाई अजिब लाग्यो, ए सहर त यस्तो पो हुँदो रहेछ खालको एउटा भान भयो मनमा है। त्यहाँ पानी पनि किनेरै खानु पर्थ्यो, मकै त धेरै टाढेको कुरो भयो। पहिलोपटक मकैको घुवा किनेर काठमाडौँमा खाएको, त्यो सहरमा, त्यो ठुलो सहरमा बसेर काठमाडौँमा मकैको घुवा किनेर खाएको, गाउँमा फ्रीमा खाएको मान्छे त्यहाँ आएर 5 रुपियाँ तिरेर खाना। त्यति बेला 5 रुपियाँ पनि निकै ठुलो रकम थियो। खाँदा निकै मन कुडिएको थियो, हमिलिएको थियो। त्यो त ठिकै थियो, एकछिनको भोक मेटाइयो नोरिस। तर जब खाएँ, त्यसपछि जब घर गएँ राति, होटलमा बसेको थिएँ म होइन, उहाँको घरमा बसेर फुपूको घरमा दिउँसो मात्र गएको थिएँ। एकछिन दिउँसभरि घुम्यो, बेलुकी दिउँसो चिडियाखाना पनि गएको थियौँ हामी। त्यसपछि राति चाहिँ म सुन्धाराको होटलमा आएपछि त्यहाँ मलाई निकै गाह्रो भयो। दिउँसो खाएको मकैले मलाई डाइरिया सुरु भयो। पहिला त पेट दुख्यो, पछि डाइरिया सुरु भयो। त्यो 5 रुपियाँले धेरै नै दुःख दियो। एउटा मकैले
धेरै दुःख थियो। गाउँमा जति पनि खाइन्थ्यो खासै त्यस्तो केही फरक परे जस्तो लाग्दैन थियो, खाइन्थ्यो। मकै खाँदा गुलियो, तर त्यो गुलियो मकैले निकै नै नराम्रो नमिठो समस्या बनायो। मेरो पेट गडबड भयो, अनि रातभरि सुत्नै गाह्रो भयो, डाइरिया भयो। किन रहेछ भनेर पछि बुझेँ मैले, त्यस्तो चाहिँ खास विकासे मकै हुँदो रहेछ हैन। विकासे मकै अब हामीले त्यति नखाइएको, गाउँको लोकल मकै खाइराखेको हामीले हैन। अब विकासे मकै त्यति नखाइएको, त्यसले चाहिँ अब त्यति राम्रोसँग पोलिएको पनि थिएन कि कसो थियो, त्यो विकासे मकैले चाहिँ मेरो पेट खराब गरेको रहेछ। मैले चाहिँ जोड्न खोजेको कुरा के भने, कति कुराहरू बचपनमा ओल्तिर पल्तिर गाउँघरमा ओल्तिर पल्तिर गरेर खाएको कुराहरू त्यही सहर छिर्दैमा किनेर खानुपर्ने, त्यही गाउँमा खाएको कुराले केही असर नगर्ने भने त्यही सहरमा आएर खाइसकेपछि त्यसैले असर गर्ने है। कस्तो अब अहिले त त्यो गाउँमा जानु, गाउँमा बसेर खानु, गाउँको अर्ग्यानिक कुराहरू खानु, या गाउँमा पनि अर्ग्यानिक कुरा पाउनु निकै कठिन जस्तो भइसकेको छ। गाउँमा पनि धेरै कुराहरू जङ्क फुडहरू पुगिसकेको छ गाउँमा। हामीले पढ्दा कहिले पनि एउटा चाउचाउको प्याकेट, एउटा बिस्कुट त्यसरी कहिले खासै आठ कक्षा पढ्ने बेलासम्म त कहिल्यै देखिएन, लगिएन स्कुलमा हैन। एक त खाजै नलगिकन स्कुल जाने मध्येमा पर्छौँ हामी धेरैजना, किनकि स्कुलमा खाजा लगेर खाने सिस्टमै थिएन। बिहान टन्न खाएर गयो, त्यसपछि बेलुकी आएर छ भने बिहानको खायो, नभए मकैहरू भुटेको कोदाको रोटीहरू यताउति टकटुक त्यो खायो, या छैन भने बेलुकी फेरि साँझ परेपछि चाहिँ टक्क भातहरू पाक्थ्यो गाउँमा। भात आटो जे हुन्थ्यो त्यही टक्क खाने सिस्टम थियो। अब अहिले त यो सहरमा जे खाने भयो, जस्ता गर्ने भयो, फ्रीमा केही पायो भने आउनु परेन, फ्रीको आश गर्न पनि परेन, गर्न पनि गरिँदैन। पाए भने त्यति टेस्टी कुराहरू छैन हैन। गाउँ धेरै मिस गरिरहन्छु, बालापन पनि धेरै मिस गरिरहन्छु, र तपाईँहरूलाई पनि धेरै सम्झिरहेको छु है त, धेरै सम्झना छ।